खै त इगो ल भाइलाई कार्यक्रममा स्वागत छ। धन्यवाद भाइ। भाइ के फुटबल राम्रै खेलिन्छ? यसो हल्का फुल्का बिहान आएर जिउ तङ्ग्राउने। ज्यान हेर्दा त खासै कुद्छौ जस्तो देखिँदैन। अब त्यो ज्यानको अनुसारले हुँदैन, आफ्नो स्किल अनुसार हुन्छ। हजुर। अब आफूमा भएको इम्युनिटी पावर देखाउनु पर्यो होइन, ज्यान अनुसार ज्यानमा नजानु पर्यो। त्यो पनि राम्रै हो। ल भाइलाई त्यसमा पनि बधाई छ। धन्यवाद भाइ। भाइ यो विभिन्न कलाकारहरूको क्यारिकेचर गर्नुहुन्छ अरे? आउँदोसम्मको गर्छु, प्र्याक्टिस गर्दैछु। हजुर। ल भाइमा भएको अब दुई चारवटा प्रतिभा कतिवटा चाहिँ यसो देखाइदिउँ है। कुन कसको आउँछ ल सरासरी? मैले गर्ने भनेको विशेष प्रायः जसो केपी र सेवाग देवाल गर्छु। हजुर। अनि हल्का फुल्का मिलाहरूको पनि गर्छु। ल सुरु गरौँ त है केपीबाटै, केपी बाबाबाटै। केपी बाबाबाटै? हजुर। हुन्छ, तपाईँहरूको जोरदार तालीको साथमा केपी बा हुनुहुन्छ है। हजुर। हस् हस् हस्। ओदा ब्याट बाटै यस्तो कुरा मौसममा हामी सबै फुटबल खेल्न आएको छौँ होइन। आज हाम्रो पङ्कज भाइबाट यहाँ इन्टरभ्यू लिनु पनि बोलाउनु भयो होइन। राम्रो छ भाइ, लिनुपर्छ। देशमा कोरोनाले महामारी फैलाएको बेला होइन, ब्याटबाट अब यसरी दौडिँदा पनि राम्रै हुन्छ, मिलाउँछ। राष्ट्र जोगाउनु पर्छ। धन्यवाद। ल अब अर्को दिनुहोस्। यसै सन्दर्भमा देउबाजी आउनुहुन्छ है। देउबाजीको लिनुहोस्। ए बाबा भाइ, लकडाउनको समय यसरी डुल्न हान नि भाइ। यसरी डुल्न हाम्रो देश हेर्न फेरि 17जना पुगिसकेको छ, 9जनादेखि भाइ हुँदैन क्या भाइ। जबरजस्ती गरेर हुँदैन। देश जोगाउने भनी आफू बाँच्नु, अरूलाई पनि बचाउँ, घरभित्रै बसौँ भाइ। यसरी बिहान बिहान फुटबल खेल्नु हुँदैन भाइ। तेरो ओछ्यानमै छु मैले पनि भाइ। धन्यवाद। ल अब यसै गरेर अरू पाँडेजीहरूको? पाँडेजी भद्रगोल टिमबाट चाहिँ बलराम कटुवाल र बली र पाँडेको हल्का। तपाईँलाई अब कसको अलिकति आउँछ त्यही मिलाएर दिनुहोस्। पाँडे बा है। हजुर। मेरी आमैनी होइन त पङ्कज भतिज, के छ तिम्रो खबर यहाँ? यो कोरोनाको समयमा मलाई सरकारले राहत पनि बाँडेन होइन त। अब के खानु होला? धन्यवाद। यति नै हो? अरू यस्तै? अरू अब हरिवंश मनन कृष्णको हल्का मिलाएर गर्छु। हजुर। प्रायः प्र्याक्टिस गर्दैछु। ल दिनुहोस् तपाईँलाई आउने जति। अब हरिवंशको चाहिँ सकिन आँट। हरिवंश चाहिँ सट्टा चाहिँ यो बिहान फुटबल खेल्न हरिवंश के साह्रो अझै यो लकडाउनको समय अब यो देशमा अब चाहिँ यो कोरोनाको महामारीमा हामी सबैजना यो मिलेर फुटबल खेलौँ, सरकारको लकडाउनमा दिउँसो घरमै बस्यौँ भनेको कस्तो आउँछ यो। अब बेलुकासम्म चाहिँ अब झ्याउकतालमा हरिवंशजी फुटबल खेल्न जाउँ भन्छ। अब यो बिहानको समय चाहिँ सिरक उडेको गर्छ। कस्तो मान्छे ढोका दिनुलाई के भन्नु त, खै तिमी हाँस्यो त मै बसेर मै भने चाहिँ गाह्रो चाहिँ अब यो उड्दैन सुँगहरू सट्टै अब हरिवंश है। ए मदन बहादुरजी, बेलुका त जाँड गोतालमा हुन्छ। अब रक्सी र सिरक त छोड्नै हुँदैन नि। अब कस्तो मान्छे तपाईँ, श्रीमतीसँग पनि घरमा सबै थुरथुर है, बाहिर पनि यसो कोरोनादेखि थुरथुर मान्छे भनेको त म यस्तो हुनुपर्छ नि। त्यसो गरेर कसो होला? धन्यवाद। ल भाइलाई धन्यवाद है कार्यक्रममा आइदिनु हो। ल हस् त भाइ।